हेलो एन्ड गुड मर्निङ एभ्रिवान। आज फेरि हामी पर्स जाँदैछौँ अनि मैले ड्राइभ गरिरहेको छु, बुढी बसी छिन्। बाहिर मौसम एकदम चिसो छ अनि म्युजिक सुन्दै भजन सुन्दै हिँडेछौँ। अहिले चाहिँ अलिकति उज्यालो भयो, घरबाट हिँड्ने बेला चाहिँ अलिकति उस थियो, अँध्यारो थियो। अहिले चाहिँ उज्यालो अलिअलि उज्यालो भइसक्यो। बाटो चाहिँ यस्तो छ। घरहरू चाहिँ छैनन्, एकदमै घरहरू चाहिँ कम हुन्छन्। लगभग जङ्गलकै बाटो हो जाने। बाटोमा बिचबिचमा कङ्गारुहरू भेटिन्छन् अनि त्यही हो, बाटोमा कङ्गारुहरू जिउँदो पनि भेटिन्छन्, मरेको कङ्गारुहरू पनि भेटिन्छन्, गाडीहरूमा ठोकेको हुन्छ। अनि त्यसले गर्दाखेरि बाटोमा हुन्छन्। कहिले चाहिँ उठाएको हुन्छ यहाँको त्यो उसले, त्यो उठाउने मान्छेहरूले, कहिले चाहिँ बाटोमा यत्तिकै परिरहेको हुन्छ। त्यही नै हो। अनि उयो यता साइडमा चाहिँ गाईहरू छन्, त गाईहरू देखेर यहाँ चाहिँ गाईहरू टन्नै हुन्छन्। यस्तो साइडमा चरेको गाईहरू यहाँ त थोरै देखिन्छ होला क्यामेराबाट। एकदमै धेरै गाईहरू हुन्छन्। यहाँ चाहिँ फार्मिङको लागि चाहिँ बेस्ट छ वेस्टर्न अस्ट्रेलिया। यहाँ चाहिँ गाई फार्मिङहरू चाहिँ धेरै गरेको हुन्छ मान्छेहरूले। अनि तरकारी खेतीहरू पनि यत्रो ठुलो ठुलो प्लटमा गरेको हुन्छ, यति धेरै ह्युज हुन्छ यहाँ चाहिँ तरकारी त्यो फार्मिङ गरेकोहरू चाहिँ। यस्तै नेपालमा पनि तरकारी फार्मिङ गऱ्यो भने कति राम्रो हुन्थ्यो होला। त्यहाँ चाहिँ कति खेतबारीहरू बाँझै छन्, यत्तिकै उस भइरहेछ। अनि त्यो के भन्छ, उत्पादन हुने उर्वरा भूमिहरूमा मान्छेहरूले घर बनाइरहेछन्, प्लटिङ गरिरहेछन्। मान्छेहरूलाई चाहिँ अलिकति अरू ठाउँमा व्यवस्थित गरेर, जहाँ उत्पादन हुँदैन, जहाँ खेती किसानी गर्न मिल्दैन, त्यस्तो ठाउँमा चाहिँ बसोबास गर्ने अनि जहाँ उत्पादन हुन्छ तराईको क्षेत्र विशेष गरेर त्यहाँ चाहिँ उत्पादन गर्ने भने हाम्रो देशको लागि पनि पुग्ने थियो र बाहिर निर्यात गर्न पनि पुग्ने थियो होला। तर त्यो चाहिँ अब हामीले बोलेर हुँदैन, त्यो चाहिँ अब गभर्मेन्ट लेभलबाट पहिलेदेखि गर्नु पर्थ्यो। अब त्यो त धेरै पछाडि गइसक्यो हामी। तराईमा पुरै धान फल्ने खेतमा घरहरू फलिसके, कङ्क्रिटका बिल्डिङहरू फलिसके। अब त्यो चाहिँ अब सुधार्न अलिकति गाह्रै हुन्छ। तर जे होस्, गरे भए राम्रै हुन्थ्यो। अझै पनि गर्न कुराहरू धेरै छन्। अनि बाटो चाहिँ दामी छ। यहाँ चाहिँ यस्तो लामो लामो पुलहरू हुन्छ। यो चाहिँ पुलमाथि छौँ हामी अहिले। अनि गाउँ भए पनि एकदम विकास चाहिँ यहाँ एकदम राम्रोसँग, गाउँ सहर भनेर त्यस्तो गाउँमा एकदमै उस पछाडि परेको, सहर चाहिँ धेरै विकास भएको भन्दा पनि बराबरी तरिकाले विकास भएको छ यहाँको ठाउँहरू चाहिँ। अब यस्तो कहाँ कान्टार गाउँमा पनि यस्तो 4 लेनको बाटो छ, 2 लेन यता छ, 2 लेन उता छ। अनि त्यसले गर्दाखेरि विकासहरू चाहिँ राम्रो गराएको छ यतातिर। धेरै कुराहरू अस्ट्रेलियाबाट हामी नेपालीले सिक्नुपर्ने धेरै कुराहरू छन्। बाटोहरू चाहिँ जहाँ पनि पुगेको छ, एकदमै दामी बाटोहरू। यो चाहिँ राम्रो छ यहाँको। हुन त खाली भएर पनि होला, सबै ठाउँ खाली छ। अब नेपालमा चाहिँ अब त्यस्तो खाली जग्गाहरू छैन नि त, जता पनि घरहरू बनाएको छ, अव्यवस्थित बसोबासहरू छ। अनि त्यसले गर्दाखेरि त्यहाँ बाटो ठुलो बनाउनलाई नि गाह्रो छ। अब यहाँ चाहिँ अब खाली छ, जता खने नि भयो बाटो। फाइनल्ली पर्थ आइपुग्यो। बुढी चाहिँ भित्र गयो नि कलेजमा पढ्नलाई। म चाहिँ यहाँ बाहिर पार्कमा बसिरहेको छु। मस्त घाम लागिरहेछन्। न्यानो छ, बिहान एकदम चिसो थियो, अहिले चाहिँ न्यानो छ, आनन्द छ, मजा भइरहेछ। अनि यहाँ पार्कमा चाहिँ कोही पनि छैनन्, सुनसान छ, म मात्रै छु। यहाँ यस्तो छ। पार्कमा चाहिँ चराहरू कराइरहेछन्। खै आवाज त आउँछ आउँदैन थाहा छैन यो क्यामेराबाट। तर पार्क शान्त छ, आनन्द छ, सफा छ। आकाश पनि आज निलो क्लियर छ, पानी पर्ला जस्तो छैन। बिहान चाहिँ अलिअलि पानी परेको थियो, चिसो थियो। अहिले चाहिँ घाम लागिरहेछ, त्यसले गर्दा मस्त छ। त्यही हो, आजको दिन चाहिँ यहीँ पार्कमा बसेर बित्ला। अब चाहिँ घर फर्किन लाग्यो। यो चाहिँ पर्थको बस। रात पनि पर्यो, दिनभरि पार्कमा बसेर बित्यो। अब चाहिँ घर फर्किन लाग्यो। बुढीले पढेर आएँ। यो चाहिँ यहाँको बाटो पर्थको। रातिमा चाहिँ यस्तो देखिन्छ यहाँको भ्यू। आज विकेन्ड भएर होला बाटो चाहिँ अलिकति बिजी छ, मान्छेहरू पनि हिँडिरहेछन्, गाडीहरू पनि अलिकति प्याक नै छ। अरू नर्मल बेलाभन्दा विकेन्डमा चाहिँ अलिकति बिजी नै हुन्छ यहाँको बाटोहरू।
मान्छेहरू चाहिँ रेस्टुरेन्टमा बसेर रमाइलो गरिरहेछन्। विकेन्डमा बियर सियर खाइरहेछन्, इन्जोय गरिरहेछन्। स्ट्रिटमा हिँड्ने मान्छेहरू हिँडिरहेछन्। लाइटहरू बलिरहेछन् रङ्गी बिरङ्गी। यहाँको चाहिँ चहल पहल यस्तो छ। अरू दिनमा चाहिँ मान्छेहरू काममै बिजी हुन्छन्। विकेन्डमा चाहिँ शनिबार र आइतबार चाहिँ मान्छेहरू रमाइलो गर्छन्। यसरी बाटोमा हिँडिरहेको हुन्छन्। रेस्टुरेन्टहरू पनि प्याक हुन्छन्। यहाँ चाहिँ त्यस्तो छ यहाँको कल्चरहरू चाहिँ। विकेन्डमा चाहिँ बेसरी रमाइलो गर्छन्। विकडेजमा चाहिँ मरेर काम गर्छन्। काम पनि गर्ने रमाइलो पनि गर्ने दुवै गर्छन् यहाँ चाहिँ मान्छेहरू। मलाई आफूलाई लागेको कुरा चाहिँ यसरी विकेन्डमा बिजी हुने बेलामा यस्ता साँघुरा बाटाहरूमा चाहिँ गाडीहरू बन्द गरेर मान्छेहरूलाई हिँड्नको लागि अनि साइडमा भएको रेस्टुरेन्टहरूले चाहिँ बाहिर कुर्सीहरू राखेर खानको लागि गरिदियो भने चाहिँ मान्छेहरूलाई अलिकति सजिलो हुन्थ्यो होला। गाडीको पनि भिडभाड अनि मान्छेहरूको पनि भिडभाड भयो भने अस्तव्यस्त जस्तो देखिन्छ काठमाडौँ जस्तै। त्यति गऱ्यो भने चाहिँ अलिकति सहज हुन्छ मान्छेहरूलाई। यो पसलमा कस्तो सानो सानो क्युट क्युट खेलौना जस्तो गाडीहरू रहेछ, कस्तो मन पर्यो मलाई। अनि यहाँ चाहिँ दिउँसोमा घडीहरू राखेको हुन्छ, अहिले चाहिँ निकालेको छ। रोलेक्सको सोरुम हो यो चाहिँ। यहाँ चाहिँ महँगो महँगो ब्रान्डहरूको सोरुमहरू छ यो स्ट्रिटमा चाहिँ। यो चाहिँ पर्थ अन्डरग्राउन्ड स्टेसनबाट नजिकै पर्छ। अब आइपुग्न लाग्यो, हामी हिँडिरहेको छौँ, अब आइपुग्न लाग्यो। हामी चाहिँ स्टेसनभित्र आयो। ट्रेन चाहिँ 15 मिनट पछि रहेछ। अनि एकचोटि यहाँभित्र घुम्न पऱ्यो भनेर यसो भित्रतिर आएको। यहाँ भित्रको पसलहरू त बन्द भएछ यहाँ तलको चाहिँ। अनि यहाँ माथि जान लागेको। माथि चाहिँ यस्तो छ, यहाँभित्र रेस्टुरेन्टहरू छ। त्यही स्टेसनको माथिको भागमा हो। यो पसल चाहिँ बन्द भएछ। अनि यता गएपछि चाहिँ रेस्टुरेन्टहरू छ, राम्रो छ त्यहाँ। अनि अलिकति अगाडि त्यहाँ एउटा इन्डियन रेस्टुरेन्ट पनि छ। इन्डियन रेस्टुरेन्ट डोसा सोसा के पाउँछ। अनि यहाँ चाहिँ यो कोरियन हो कि के रेस्टुरेन्ट रहेछ। अनि यतापट्टि चाहिँ सबवे छ यता साइडमा। अनि बुढीलाई चिसो भयो अरे कफी खाने भनिन्। अनि त्यसपछि यहाँ 7-Eleven आएको। जाडो छ नि त, अनि त्यसले गर्दाखेरि अनि कफी खानु पऱ्यो भनेर अनि बुढीले कफी रेडी गर्दैछिन्। अनि यहाँबाट हामी कफी बनाएर अनि कफी खाँदै खाँदै अनि हामी जान्छौँ ट्रेनमा। तर ट्रेन लाग्नलाई लाग्छ होला 10-15 मिनट जस्तो। अनि त्यही पनि कफी लिएर हामी झऱ्यौँ यहाँबाट ट्रेन स्टेसनतिर। यहाँबाट तल गएपछि चाहिँ ट्रेन लाग्ने ठाउँ छ। यहाँबाट तल झर्ने। अनि तल झरेपछि चाहिँ अनि ट्याप गरेर भित्र छिर्ने। भित्र छिरेपछि अनि ट्रेन लाग्ने ठाउँमा प्लेटफर्म 2बाट चाहिँ हाम्रो ट्रेन लाग्छ। अनि यहाँबाट चाहिँ ट्रेनको प्लेटफर्ममा हामी झर्दैछौँ। यहाँबाट अनि तल यस्तो माथि चाहिँ यस्तो छ। अनि यहाँ तल चाहिँ मान्छेहरूको भिडभाड छ। ट्रेन कुरिरहेछन् अरू मान्छेहरूले पनि। अनि हामी जाने चाहिँ यहाँबाट फाइनल्ली मन्दुरा स्टेसन आइपुग्यो। यहाँबाट चाहिँ ड्राइभ गरेर घर जाने। आज चाहिँ ढिला भयो, भर्खर घर आइपुग्यौँ। थ्याङ्क यू फर वाचिङ आवर भिडियो। सी यू। थ्याङ्क यू।